हेलो नमस्ते साथीहरू। आज चाहिँ म हाम्रो गाउँको लोकल कोदो यो डिङ्चीमा फल्न गएकी छु है। ल सबैले हेर्नु होला। यसमा चाहिँ प्याक गरेर राखेको थियो है, एकदम स्पेशल हुन्छ। हेर्न सक्नुहुन्छ कोदो यो ढेर उठ्यो है। यति नै गरेर राखेकी छु है मैले। यसलाई चाहिँ अब के गर्ने भनेपछि खुट्टाले खल्छ है गाइजहरू। फलिसकाएँ, कोदो फल्ने तरिका है। अब यसलाई चाहिँ यसमा हाल्छु, यो कोसीमा हाल्छु है। तर खास चाहिँ यसलाई सुपोमा हाल्नु पर्थ्यो, तर चाहिँ मैले यो कोसीमा हालिरहेको छु, डबरामा। हामी चाहिँ डबरा भन्छ है यसलाई, पिठो मोल्ने। यसलाई अलिअलि बएर चाहिँ रोटी हाली खाने जस्तो गर्नु पर्यो है। घरभित्रै बनाउँदैछ है म, बाहिर चाहिँ पानी आउँछ है। यसो भन्नु पर्यो। कोदो बनाउँदैछ है गाइजहरू, स्पेसल कोदो है हाम्रो गाउँघरको। यस्तो भयो खासै रातो छ है, तर चाहिँ त्यहाँ कालो देखिरहेको छ। यो रातो छ है, एकदम रातो हुन्छ है लोकल कोदो है गाइजहरू। अब यसलाई चाहिँ राम्रोसँग बया छैन जस्तो छ। बयाको कोदो यसमा हाल्छु। अब यो पतली खाली भयो नि, अब म यसमा राख्छु है। अब अरू पनि हाल्नु पर्यो। हाम्रो गाउँघरको एकदम लोकल कोदो है गाइजहरू। यस्तो हुन्छ है, कोदाको थोपको खाने भए अर्डर गरिहाल्नु होला। एकदम तरिकाले बइरहेको छ है। घरभित्रै हावा लागिरहेको छ है। प्योर भइरहेको रहेछ। अब चाहिँ फेरि डिम्चीमा हाल्छु। यो अलिक बयाको यो अलि चाहिँ बत्तिएको छ है गाइजहरू, त्यसैले म चाहिँ डिम्चीमा हाल्दैछु यसलाई। कोदो लोकल कोदो है साथीहरू, हाम्रो गाउँको, हाम्रो जाजरकोट बारीकोटको कोदो है यो। हुन लागिरहेको छ है, तर थोरै भएको छैन। छिटो खलेर चाहिँ हुन्छ है। अब त भयो होला।
त्यति राम्रो त भएको छैन है, ठिकै ठिकै भएको छ। यसलाई हेर्नेर घोप्टिनु पर्यो, चाहिँ फेरि हाल्छ है गाईहरू। अब पाएर ओख खासै यहाँतिर ओखलामा फल्ने हुन्थ्यो है, तर ओखल छैन, अनि त्यो भएर चाहिँ यो डिङ्चीमा खोलिदिएछु है म। अब चाहिँ एक चान्स है गाजर। बाहिर एकदम पानी परिरहेको छ, त्यसैले चाहिँ म घरभित्रै अब पिठो पिनेर खानु पर्यो। कोदो एकदम ओरिजिनल कोदो, गाउँघरकै हाम्रो जाजरकोटको, बारेकोटको। अब चाहिँ थोरै बचेको छ है। अब चाहिँ यो थोरै बचेकोलाई यसरी थालमा हालेर यसलाई अब बनाउनु पर्यो है। थोरै बचेको छ, यसलाई चाहिँ अब थोरै बाँकी रहेकोलाई यसरी नै भयो चाहिँ ल यो चाहिँ भएन, अब यसरी गर्छु। यसरी कि थालमा हालेर अलिकति बचेको छ नि, यसरी सुपो भइदिएको भए सजिलो हुन्थ्यो। सुपो यसरी भयो नि है, छैन। चाहिँ भयो है, यस्तो भएको छ गाजर। यो कोदोको भुस चाहिँ हेर्नुहोस् है साथीहरू, यस्तो हुन्छ है सेतो है। यो कोदोको भुस यस्तो सेतो हुन्छ है, हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, यस्तो हुन्छ, सेतो हुन्छ, पुरै भुस है। यति धेरै आएको छ है, हेर्न सक्नुहुन्छ गाइजहरू। अब चाहिँ भ्याइयो है कोदो गरेर, यो हेर्न सक्नुहुन्छ गाजर, पोखिन सक्छ कहिले है। यसलाई अब यस्तो छ नि, यसलाई अब के गर्ने भनेपछि यसमा जकाउने है, यसमा जकाएर गाजर कोदो, यो कोदोलाई अब चाहिने जो अब यसलाई बानेर घट्ट लाग्ने, घट्टमा पिसेर ल्याएर रोटी हालेर खाने है गाइजहरू। पिसान ल है गाइजहरू। ल अब यसलाई चाहिँ बान्नु पर्यो है। ल यो चाहिँ अब रेडी भयो है। अब यसलाई घट्ट लगेर अनि पिसेर ल्याएर रोटी हालेर खाएको हजुरहरूको सामु देखाउने छु म। तर चाहिँ गाउँमा बसेको मान्छेलाई चाहिँ होइन है यो भिडियो,
सहरमा भएको मान्छेलाई नदेखेको मान्छेलाई चाहिँ हो है गाइजहरू।